This one go this is pure silver bangle pure है अनि द प्रब्लम विथ प्योर सिल्भर इज यो छिटै अलिअलि कालो भएर जान्छ अनि त्यसपछि अक्सिडाइज हुन्छ अब कन्ट्याक्टमा आयो भने तर मलाई चाहिँ एकदमै तिल तल्किरहेको चाहिन्छ तर मैले रोडियम पलिसवाला चाहिँ लिएन बिकज इट वाज एक्सपेन्सिभ अनि यो भनेको इन्भेस्टमेन्ट पिस पनि भयो यु क्यान सेल इट अफ पछि लाउन इच्छा पुगेपछि बेच्न पनि मिल्यो सो मैले यसको लागि चाहिँ के थाहा पाएँ भन्दाखेरि अब एभ्री डे त सुनपसल गइकन इज नट प्र्याक्टिकल होइन सो मैले के थाहा पाएँ भन्दाखेरि देयर इज जस्ट क्लोथ होइन यो चाहिँ देख्छ दिस इज सिल्भर एन्ड गोल्ड पोलिसिङ क्लोथ होइन यो चाहिँ कस्तो हुन्छ भने यो चाहिँ यस्तो टाइपको हुन्छ होइन मैले पुछि पनि सकेँ अलिकति सो थाहा भइसक्यो अनि यो क्लोथले चाहिँ तपाईँले अलिकति मात्रै यसरी यसरी टिक 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 यो जस्तै होइन कालो छ है अनि टिक 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 गर्नुभयो भने तिल टल्किन्छ क्या त्यो अनि मैले त किनेदेखि 10 चोटि टल्काइसक्यो होला होइन इट्स भेरी गुड पर्चेज होइन तपाईँहरूलाई पनि अब सिल्भर चलाउनु मन लाग्छ तर यस्तो अलिअलि कालो भएको अक्सिडाइज भएको मन पर्दैन भने चाहिँ यु क्यान बाई दिस यो चाहिँ जुनसुकै पनि ललितपुरतिर अथवा न्युयोर्कतिर तपाईँले यो के अरे सिल्भर पोलिसिङ क्लोथ भनेर सिल्भर अरू गोल्ड पनि पुस्न मिल्छ तपाईँको गोल्डको आइटम्सहरू छ भने त्यसलाई पनि पुस्नुभयो भने टल्किन्छ होइन सो त्यो किनेर तपाईँले आफ्नो सामानहरू टल्काउन सक्नुहुन्छ म जस्तै अनि द बेस्ट पार्ट इज त्यस्तो महँगो पनि छैन आई गेस इट वाज 500 रुपियाँ तर यो एकदमै धेरै टाइमको लागि युज हुन्छ अलमोस्ट आई थिङ्क अब यो हाल नहुँदासम्म कति 30-40 चोटि त मैले पुस्न मिल्छ होला सो गाइज